जम्मा 100 वर्षको आयु ब्रह्माजीले निर्धारित गर्नुभएको छ। हो कि होइन आमा बाबाहरू भन्नुहोस् त? 50 वर्ष त सुतेरै बित्छ, बाँकी रह्यो 50 वर्ष। 50 वर्ष अगाडिको 20 र पछाडिको 20 त हिसाबै नगर्नुहोस्, बाँकी बिचमा रह्यो जम्मा 10 वर्ष। त्यो 10 वर्षमा व्यक्तिले के कति काम कार्य गर्ला, के कति कर्म गर्ला, कस्ता कस्ता काम गर्ला र त्यही 10 वर्षभित्रमा त्यो व्यक्तिले अनेक अनेक प्रकारका उन्नति प्रगति पनि गर्नु पर्यो। माता पितालाई पनि हेर्नु पर्यो, आफ्नो धन सञ्चय पनि गर्नु पर्यो, सन्तानको भरण पोषण पनि गर्नु पर्यो, आफ्नो आफन्तलाई पनि हेरविचार गर्नु पर्यो, आफ्नो कर्तव्यलाई पनि निभाउनु पर्यो, आफू धर्मनिष्ठ भएर कर्म गर्नु पर्यो। अब यो अमूल्य 10 वर्षलाई पनि हामीले त्यसै सुतेरै बितायौँ, मोज मस्ती गरेरै बितायौँ, बेफाल्तुमै बितायौँ, हामीले अनावश्यक कुरामै बितायौँ भने हाम्रो जीवन जिउनुको अर्थ त केवल बेकार मात्रै छ।